So hello, good morning everyone. Welcome back to my channel. It's me Darshan Darlai Magar. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु र भ्लग चाहिँ मैले धेरै दिन महिना पछि बनाएको छु। सबैले साथ सपोर्ट गर्नु होला र यो भिडियोमा 1k भ्युज पुर्याउनु भयो भने म फेरि भ्लग बनाउने कोसिस गर्ने छु। अहिले चाहिँ हामी वालिम हिँडेको हामी चाहिँ 6-7 जना छौं होला वालिम जाने। राष्ट्रिय परिचय पत्र नागरिकताहरु सबै बनाउनु छ। अहिले चाहिँ म यता ठुलबाबाको घर बसिरहेको छु। अहिले त म टोयलेट पछाडी आएर म भ्लग स्टार्ट गरेको छु र हेर्नुस् अब टक्क लाएर ल भ्याउनु पर्यो के ठुलबाबासित टक्क लाएर भात खानु भएको छ। ल हामी चाहिँ अब यहाँ घरबाट पनि हिँडिसकेको छौं। अथिबाट आन्टीले चाहिँ त्यहाँ भाडा मास्नु भएको आज मैले किन्दिन्छु जाम टक्क लाएर 10 रुपैयाँ जले 5 रुपैयाँ मात्रै यो मलाई 10 रुपैयाँ मिरान्ज यो 10 रुपैयाँ छ 1 कुन्टाको है साझा आउँदा ल्याइदिउँला है हाँ लिएर आउँछु जाने बेला रुनुहुन्न के ल अब छिटो नै गफला खाना 7 बजे भनेको अहिले कति बज्यो ल अब चाहिँ हामी हिँड्न लागेको छौं। यता हेरौँ त मिरान्ज हाई हेलो भन न खै के हो दाइको भ्लगमा त केही छैन है देखिरहेको छ है पछाडी यहाँ चाहिँ देख्न सक्नुहुन्छ बाखा 4टा रहेछ 4 5 6 6टा रहेछ 2टा भैँसी भोकी के हो भैँसी रहेछ टक्क लाएर हामी चाहिँ वालिम तर्फ अहिले चाहिँ हामी पहिला माथि मूल बाटोमा जान्छौं हाम्रो कालीगण्डकी गाउँपालिका वडा नम्बर 6 करियर बाटोमा अहिले चाहिँ हाम्रो यो सिडी उकालो छ यहाँ माथिसम्म हैन र हो नि भन्नु न हो ल हेर्नुस् अहिले चाहिँ लास्टै ढुसी परेको छ गाइस सबैले फुल भिडियो हेर्नु होला मेरो पहिला तलको भिडियो पनि हेर्नु होला मेरो वाच टाइम पनि पुगेको छैन अब वाच टाइम पुराउनु पर्छ चाँडै हैन पानी आएको छ हैन पानी परिरहेको छ गर्मी पनि त्यतिकै गर्मी भएको छ उकालो चढ्दा मलाई त खतरै गर्मी भएको छ नि अहिले चाहिँ म भिडियो अप गरेँ माथि गएर देखाउनु सो गाइस म चाहिँ मोबाइल लिन भागेको छु ठुलबाले छोड्नु भएको रहेछ घरमै त्यही भएर मोबाइल कता दासके सियाङ इन लाम्डीको टाइम फेरि लेसेर आमाले फेरि यिनै डासले मोबाइल कान्छा बाइकमा टाक्छ ल यसो यस मोबाइल पनि लियो अब जानुपर्छ चाचा पागेर अब जानुपर्छ ल बाई बाई ल गएछल चाहिँ म यता यो बाटोमा आइसकेको छु मोबाइल पनि हातमा लिइसकेँ टक्क लाएर लास्टै ठगाइ लागेको छ भागेर आएको दौडेर रोक्नुहोस् ल सँगै हामी चाहिँ हिँडिसकेको छौँ टक्क लाएर मुनबाट हिँडिसकेको छौँ है हामी चाहिँ बस्छ उता पिछाडी हामी चाहिँ स्कुलमा आइसकेको छौँ 4 बजे घर लाएर यता माथि देख्न सक्नुहुन्छ स्कुल सब पानी परेर सबै सिसा भिजेको छ अगाडि टक्क हेर्नुहोस् हाम्रो स्कुल यहाँ माथि ल हाम्रो
हाम्रो स्कुल चाहिँ पानको पसल ल है टक्क लगाएर अब चाहिँ सरर जानुपर्छ अगाडि अलि बाटो देखेको छैन सब बिर्सी परेको छ ल सो गाइस हामीले चापाको स्कुलमा आइसकेको छौँ नि सब अँध्यारो देखिरहेको छ चापाको स्कुल एकदम राम्रो ल हेर्नुहोस् है सब पानीले देखेको छैन ढुसीले देखेको छैन ढुसीले जुन चाहिँहरू देखिएको छैन देखेको छैन यस्तो बाटो जानुपर्छ यार सो गाइस पुरानो बजार टक्क लगाएर पुरानो बजार पनि आइसकेको छौँ ल सो गाइस हामी चाहिँ यता नयाँ बजार पनि कटिसकेको छौँ टक्क लगाएर कञ्चन बचत तथा कृषि सहकारी संस्थाले टक्क लगाएर सिरिरिरी जानुपर्छ टक्क सबै ढुसीले देखेको छैन बाटो पनि ल सो गाइस हामी चाहिँ बलामचैपट्टि आइसकेको छौँ उता अगाडि स्कुल देख्न सक्नुहुन्छ यो चाहिँ मिड पोइन्ट यस्तो दामीको छ यो होटल टक्क विद्यालय स्कुल जयपट्टि वीरेन्द्र मापी ल गेट देख्न सक्नुहुन्छ भित्र स्कुल एकदम बब्बाल छ सो गाइस बलाम जगत्र देवी मन्दिर दर्शन बिहान बलाम देवीदेखि चाहिँ हामी अलि तल आइसकेको छौँ त्यो चाहिँ कुन स्कुल होला कन्सा स्कुल जगत्र देवी आधारभूत विद्यालय आइछ यो चाहिँ सो गाइस यो चाहिँ इलुङ्गा जाने बाटो टक्क लगाएर यो चाहिँ अब गुठी सुरु भयो है यहाँदेखि गुठी बजार अहिले चाहिँ सबै पसलहरू बन्द भइसकेको रहेछ खुल्ला रहेछ यतातिर चाहिँ यता पनि खुल्ला छ अझै अगाडि बस्न पाएन कि म चाहिँ सो गाइस हामी चाहिँ तक्लाएर पिसाब फेर्न झरिरहेको छौँ तर पिसाब चाहिँ लगाएको छैन दामी भ्यू चाहिँ अलि क्यामेरा काजलहरूले राम्रोसँग भ्लग बनाएको पनि दिएको छैन ल गल्याङतिर पनि कटिसक्यो है हामी यदि खर्च बरु भिडाइको त पुरै प्लास्टर ढलाइको आँगन ढलाइको त लाग्यो यो सुवाइसमा चाहिँ लास्टै गर्मी भएर म चाहिँ बाहिर निस्केर बसेको छु यता सबै गाडी चाहिँ लास्टै गर्मी भएर चाहिँ भित्र बस्न नसकेर चाहिँ म चाहिँ बाहिर बसिरहेको छु ल सो गाइस अहिले चाहिँ हामी गल्याङ छिरिसकेको छौँ गल्याङ झ्यामाल के गल्याङ इलाम के झ्यामबटा जाऊ फर्किया नयाँ नयाँ सपना लाए यहाँबाट चाहिँ तल्लो गल्याङ गइन्छ एकछिनै यहाँबाट चाहिँ तल्लो गल्याङ गइन्छ यहाँबाट ल है यस्तो दामी छ है गल्याङ बजार गल्याङ बजार पछाडि यता पनि छ तल्लो गल्याङ ओइ तल्लो गल्याङ गाइस तल्लो गल्याङ है त्यहाँ तल चाहिँ
हामी चाहिँ ठाउँ चाहिँ यता कति शीतल अहिले चाहिँ पुरानो बस पार्क तपाईँलाई आएर देख्न सक्नुहुन्छ कलाङ स्केटिङ सेन्टर स्केट पार्क चाहिँ यहाँ छ स्केट पार्क सो गाइस खतरा भित्र स्केट पार्क है कलाङ स्केट पार्क नजरको गोली बस्यो माया वालिम भकुण्डेमा आइसकेको छौँ। यहाँ स्कुले विद्यार्थीहरू छन् भने यता चाहिँ घरहरू देख्न सक्नुहुन्छ। भकुण्डे आइसकेको छ मन्दिर शिव पार्वती मन्दिर वालिम गल्ली नम्बर 40। हाम्रो होटल यहाँ हो क्या उस परिहरू बास गर्न यहाँ हाम्रो होटल गयो अरे यहाँ है हाम्रो होटल यहाँ हामीले भात खाएको फेरि उता हो क्या छुजा त यहाँ राखिपर्छ नि त्यही साँच्चै कहाँको त ब्याग होटल भेनिस यहाँबाट हामी स्कुल गएको यही तल ए यहाँबाट हो क्या हो जाने यहाँबाट विश्वास गर मलाई एक फेर हामी चाहिँ अहिले वालिङ भकुण्डेमै छौँ क्या हामी वालिङ नगरपालिका आएछ यता टक्क लाएर यहाँ चाहिँ फोहोर उस गरेर गएछ सो गाई चल्छ हामी वालिम भकुण्डेमा छौँ टक्क लाएर हेर्नुहोस् टक्क लाएर वालिम गइन्छ अझै पनि हामी भकुण्डेमै छौँ वालिङ गहिरो कालिका टायर रिसोर्ट ल वालिम देख्न सक्नुहुन्छ वालिम हो यो चाहिँ वालिङ बजार यहाँ इलाङ महाकोटाल के हत्रा जाप्चो छोमा न्यू हाम्रो होटल त्यो त यही हो क्या यता कोनमा हेर्नुहोस् त न्यू हाम्रो होटल त्यहाँ खतरा पाउँछ त्यहाँ यहाँ न्यू यो खतरा मिठो पाइन्छ यहाँ
यो चाहिँ वालिम बजार है गाइस alang parlak tama. Halge. Ilak lagi lam lagi tak halge. Si kau gadi na. Gadi jalan. Gadi nala neru ah. क्या भने फेरि ऊ आइ अगाडि छ ऊ होसले मलाई एम ओ प्यारे छ ठन्डी महिना छ बल्ल पत्रहरू दिएको छौँ कति टाइम लाग्यो यार 1-2 घन्टा जति लाग्यो होला अब अझै 2-3 घन्टा लाग्छ गरे अब टोयलेटमा हिँडेको सो गाइस हेर्नुहोस् त भिड यस्तो लाइन छ यार भिड त आमामामामामामा यहाँ चाहिँ दिवस छ अगाडि यहाँ चाहिँ समीक्षा छ टक्क लाएर वालिम बजार देख्न सक्नुहुन्छ वालिम यस्तो गर्मी छ नि यार यस्तो गर्मी छ यार डोर देब्रेको र राम्ररी भएन भिडियो जान्छ अरे हामी तकलाएर खाना खान निस्केको छौँ बाहिर होइन तकलाएर अब खाना खाइन्छ हामी नास्ता त अघि दिउँसो गरेको थियो अहिले चाहिँ अब तकलाएर खाना खाउले बाहिरिङ ल ठिक छ बाहिर सिटलमा बसेर खानुपर्छ ल कुर्सी पनि ल्याऊ है कुर्सी टक्क लाएर हाम्रो गाडी चाहिँ त्यहाँ सो गाइस हामी चाहिँ तपाईँलाई नास्ता खानुपर्छ खाना ल ओहो नाइट बस हो क्या हो टक्क लाएर लाम ऊ होसको हामी चाहिँ भित्र जानु पर्यो भित्र जानु पर्यो है ल गुबा सन्चै बिस्तारामा हो खाने राम्रै लङ्गाङ
ल सो गाइस यस्तो दामी भ्यू हेर्दै उ त्यहाँ माछा मार्दै रहेछ खोइ ब्लगर देख्यो त मेरो ल यहाँ चाहिँ माछा मार्दै रहेछ है टक्क लाएर उके त्यहाँ दुईजना मान्छेले टक्क लाएर मोमो खानुपर्छ उधर भी तो ठीक है मैं आऊँगा जरुर ल सो गाइस हाम्रो मोमो चाहिँ आइसकेको छ अरु उता जा त ल अब चाहिँ टक्क लाएर मोमो खान्छु ओहो अलि यसरी पंखा अलि यसरी गरेर ठिक होला ल टक्क लाएर हामी खान्छौँ म खाएको देखाउँदिनँ मैले चाहिँ थर्लाङ सुरुङ भइसकेको छौँ हामीले चाहिँ यता पंखा चलाइरहेको छ टक्क लाएर पानी खान्छौँ सो गाइस हामी चाहिँ खानासाना खाएर भइसकेको छौँ नास्ता गरेर पनि भइसकेको छौँ अनि रात पनि परिसक्यो अब चाहिँ म भ्लग बनाउँदिनँ होला अब एकछिन अब सिधै उता गएर बनाउँछु